धन्यवाद पुरस्कार। मलाई चाहिँ सुरुमा त जुन बोल्न आँखा जुदाउन नै मलाई चाहिँ डर लागिरहेको थियो। त्यसपछि यो पृथ्वीमा पनि देश एकताको अनुहार हेर्न आँखा जुदाउन पनि के अरे सक्ने भएको छु। अनि त्यसपछि एकचोटि प्र्याक्टिस गरिसकेपछि चाहिँ अलि सम्झेर भन्न सक्ने हिम्मत आएको छ। अनि पहिला चाहिँ सम्झिँदाखेरि पनि यस्तो गर्न सक्दिनँ होला जस्तो लाग्थ्यो, तर अहिले प्र्याक्टिस गर्दै गर्दाखेरि चाहिँ अहिले गर्न सक्छु कि क्या हो मैले पनि जस्तो भइरहेछ। फर्मेटमा लाँदाखेरि अलिक के धेरै सभ्य राम्रो सुनिँदो पनि रहेछ होइन, कार्यक्रम राम्रो पनि हुँदो रहेछ। अब हामीले त सधैँ लतर पतर यसो कार्यक्रमहरू गर्दा मिटिङहरू गर्दा बोल्थ्यौँ, तर यो फर्मेटले चाहिँ एकदम राम्रो क्या। त्यो अब कार्यक्रमको सेड्युलहरू पनि राम्रो, बोल्ने शब्दहरू चयन एकदम मिलाएर होइन भएको छ। मलाई चाहिँ एकदम राम्रो लागेको छ। पहिला भन्दा चाहिँ आवाज चाहिँ अलिक आए जस्तो लागिरहेछ मलाई होइन, तर बिच बिचमा अड्किने बानी नै मेरो अझै गएको छैन।